वेलकम गुड आफ्टरनुन सबैजनालाई। मेरो नाम हो रबिन सेफ। वेलकम टु स्पाइस एन्ड स्टाइल। आज हामी एकदमै नयाँ र धेरै सजिलो कुरो बनाउने छ। नास्पाती। यसलाई चाहिँ इङ्ग्लिसमा के भन्छ भने पोच पियर्स, जो धेरै जस्तो 5 स्टार होटलमा दिन्छौँ हामी। र यो 5 स्टार होटलमा मात्रै नभएर हामीले यसलाई घरमा पनि बनाउन सक्छौँ। र यो बनाएर चाहिँ तपाईहरु जस्तो फर इक्जाम्पल गेस्ट आउँदाखेरि है सर तपाईहरुले यो दिनु सक्नुहुन्छ। र यसलाई के गरी बनाउने र यसको लागि के सामान चाहिन्छ त्यो चाहिँ तपाईहरुलाई शेफ दुर्गाले सम्झाउनुहुन्छ। हेलो सेफ, नमस्कार सेफ रबिन सेफ। म चाहिँ आज तपाईलाई बनाउनु खोज्दैछु एउटा चाहिँ नास्पातीको एउटा डेजर्ट सानो। त्यो चाहिँ तपाईले घरमा पनि बनाउन सक्नुहुन्छ सजिलोसँग। यसको लागि धेरै सामग्री पनि चाहिँदैन। छोटो सामग्रीमा थोरै सामग्रीमा मिठो डिस यसको बनाउन सक्नुहुन्छ। तपाईले यो कहीँ पनि बनाउन सक्नुहुन्छ, विदेश नेपाल तपाईले कहीँ पनि बनाउन सक्नुहुन्छ। आफू घरमा कोही पाहुना आउँदाखेरि गेस्ट आउँदाखेरि यो सजिलो तरिकाले तपाईले बनाएर खुवाउन सक्नुहुन्छ, आफू पनि टेस्ट गर्न सक्नुहुन्छ। र आज हामी यो बनाउँदैछौँ। यसको नेक्स्ट भिडियोमा फेरि तपाईँले फिडब्याक दिनु होला कस्तो बन्छ के बन्छ। र यसको लागि यो सामान के चाहिन्छ। यो भयो हामीसँग 1 पिस नास्पाती भयो। यो हामीसँग यो रेडिमेड 1 पिस नास्पाती भयो। त्यसपछि लिएर गएर यसको लागि भयो हामीसँग बिटरुट भयो। त्यसपछि लिएर गएर हामीसँग ओरेन्ज भयो यसको लागि। त्यसपछि फ्लेभरको लागि हो यो। त्यसपछि लिएर हामीसँग 1 पिस लेमन भयो। त्यसपछि हामीसँग भयो सिमन स्टिक। त्यसपछि हामीसँग भयो सुकुमेर 2 पिस 4 पिस जति भयो, फ्लेभरको लागि हो। त्यसपछि लिएर गएर हामीसँग यो भयो एउटा। त्यसपछि हामीसँग छ स्टार फुड, यो भयो। त्यसपछि लिएर गएर हल्का तपाईले सुगर एड गर्न सक्नुहुन्छ यसमा। त्यसपछि लिएर गएर तपाईले यसमा रेड वाइन तर एड गर्न सक्नुहुन्छ। रेड वाइन चाहिँ अब कस्तो हो भने आजकल नेपालीहरुमा अब सबैले रेड वाइन खान्छ। छ भने पनि हाल्दा भयो, नभए पनि हाल्दा हुन्छ, बनिन्छ दामी बनिन्छ। त्यसको लागि के गाह्रो छैन, थोरै सामग्रीमा यो छिटो मिठो तरिकाले तपाईले घरमा आफ्नो कोही गेस्ट आउँदा मेहमान आउँदा अगर तपाईलाई आफैलाई पनि खान मन लाग्यो भने, तपाईहरुको बच्चाहरुलाई खान मन लाग्यो भने यसमा कुनै पनि केमिकल छैन, केही पनि छैन। राम्रो एकदम स्वस्थ खाना बन्छ। यो छोटो डिस मिठो डिस बन्छ। यो हेर्नु होला र त्यसपछि हामीलाई प्रतिक्रिया दिएर यसको कस्तो लाग्छ तपाईहरुलाई हामीलाई फेरि नेक्स्ट भिडियोमा तपाईहरुले हामीलाई यसमा कोही कमी छ भने यसमा यो चीज भएन भनेर हामीलाई तपाईहरुले प्रतिक्रिया दिन सक्नुहुन्छ। ओके सर, थ्यांक यू सर। धेरै धेरै धन्यवाद सेफ दुर्गालाई। अब रेसिपी स्टार्ट गरौँ है।